पवित्र 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 परम प्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो जो हुनुहुन्छ जो हुन आउनुहुनेछ मेरो पिता पुत्र पवित्र आत्मा प्रकाश आठ दए सातो मोहर र सुनको धुपौरो जब थुमाले सातो मोहर तोड्नु भयो तब प्राय आधा घण्टासम्म स्वर्गमा सनठा छायो परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखे तिनीहरूलाई सातवटा तुरही दियो अनि अर्को एउटा स्वर्गदूत आयो अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खडा भए सिंहासनका सामुन्ने राखेका सुनका वेदीमाथि सबै सन्तहरूको प्रार्थनाहरूसँग चढाउनको निम्ति तिनीलाई धेरै धूप दिए धूपको धुवा सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिएर पृथ्वीमा फालिदिए अनि मेघ गर्जनहरू आवाजहरू बिजुलीको चमकहरू उत्पन्न भएर भूकम्प गयो तुरहीहरू ती सातवटा तुरही हुने साथै स्वर्गदूत तुरही फुक्न तयार भए पहिले स्वर्गदूतले आफ्नो तुरही फुकेर रगतसँग मिसेको असिना र आगो आइहाल्यो र ती पृथ्वीमा वर्षिन लाग्यो अनि पृथ्वीको 1/3 भाग अनि रुखहरूको 1/3 भाग र सबै हैसा हरिया घाँसहरू डढिहाले दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुकेर आगोले जलिरहेको एउटा ठुलो पहाड जस्तो समुद्रमा फालियो र समुद्रको 1/3 भाग रगत बनियो अनि समुद्रमा भएका जीवित प्राणीको 1/3 भाग मोरे र जाछरको 1/3 भाग नष्ट भए तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुकेर आकाशबाट बल्दो राको चाहिँ एउटा ठुलो तारा खस्यो खोलाहरूको 1/3 भाग र पानीहरू मोहनहरूमा त्यो खस्यो त्यस ताराको नाउँ एरलुल हो र त्यसले गर्दा पानीको 1/3 भाग तितो भएर पानी तितो भएको हुनाले धेरै मानिसहरू मर्यो चौथो स्वर्गदूतले आफ्नो तुरही फुकेर सूर्यको 1/3 भाग माथि प्रहार गरियो र चन्द्रमाको 1/3 भाग माथि र ताराहरूको 1/3 भाग माथि पनि प्रहार भयो र तिनीहरूका प्रकाशको 1/3 भागलाई अन्धकारले छोप्यो तब दिनको 1/3 ज्योति बिन भयो त्यसरी नै रातको 1/3 पनि अनि मैले हेरेर मध्य आकाशमा उडिरहेको एउटा गरुडले यसो भन्दै चर्को स्वरले कराएको सुने अब फुक्न बाँकी रहेका 3 स्वर्गदूतहरूका अरू तुरहीका आवाजको कारणले पृथ्वीमा बास गर्नेहरूलाई धिक्कार 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 पवित्र 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 परम प्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो जो हुनुहुन्छ जो हुन आउनुहुनेछ मेरो पिता पुत्र पवित्र आत्मा हो मेरो पिता पुत्र पवित्र आत्मा